भएको है। विशेष योगका प्रभु यीशुको नाममा सबैलाई जय मसीह। म आफूलाई आदर गर्छु, उहाँलाई आदर गर्नु नै कर्म बुझ्ने जीवन अनुग्रह हो। म है केही वर्ष अगाडिदेखि नै म भन्न चाहेको, तर मैले तपाईँलाई भन्ने समय धेरै पार हुन्छ र पार भइ पनि भइसकेको छ। तपाईँको जीवनमा अलिक यो जीवनमा भएको घटनाहरूलाई अलिकति तपाईँको मात्र राख्न चाहन्छु। चाहे यो घटनाबाट तपाईँको जीवनमा अझै आँट हिम्मत, तपाईँ आज विश्वास अझै जाग्छ र तपाईँमा अलिकति हिम्मत पनि बढ्छ है। जस्तो मेरो जीवनमा एउटा हिम्मत, मैले पनि एउटा आश गुमाइसकेको थिएँ, मैले एउटा हिम्मत खाइसकेको थिएँ। म पनि केही समयमा है म पनि हरेक व्यक्तिको सपना हुन्छ, या धनी होस् या गरिब या पढा लेखा होस् या अनपढ होस्, तर हरेकको सपना हुन्छ। तर मेरो पनि एउटा सपना थियो है। अनि सपना भन्ने कुराहरू सबैलाई हुन्छ, तर मैले पनि भन्न चाहन्छु यो पुस्ताहरूलाई है, तपाईँले पढ्नुहोस्, हिम्मत नहार्नुहोस् पढाइमा है। तपाईँले हिम्मत कहिले पनि नहार्नुहोस् पढाइमा। यो पढाइको कारणले पनि तपाईँको हिम्मत रोकिन्छ। तपाईँको पढाइ छैन भने, तपाईँको केही कुरा छैन भने तपाईँभित्र साँचो कुरा पनि सायद तपाईँले भित्रबाट बाहिर निकाल्नु सक्नुहुन्न, किनकि तपाईँले त्यसले रोक्नु सक्छ। किन मेरो जीवनमा पनि साँचो कुराहरू धेरै बच्चादेखिको थियो चाहनाहरू है, तर मैले हुर्किँदै बढेको, तर गल्ती हुन्छ मान्छेबाट, धेरै कुरा गल्ती भयो मेरो जीवनबाट। तर म अलिकति है अलिकति नबुझेको कारणले है मैले धेरै गल्ती गरेँ। त्यही कुराले है त्यो पुस्ताले भन्न चाहन्छु है। अनि तपाईँले त्यो कुरा अनि जब मेरो जीवन है पढाइ थिएन है, कतिवटा साँचो कुरा भन्दा पनि मान्छेले हाँस्थ्यो है, छिची गर्थ्यो। तर सायद मदेखि एउटा कुरा है, दुईजनादेखि म त्यस्तो सक्दिनँ। एउटा म आफैदेखि पनि लुकाउन सक्दिनँ, तर मेरो बाउदेखि लुकाउन सक्दिनँ। सायद मान्छेदेखि लुकाउन सकेको तापनि म बाउदेखि लुकाउन सक्दिनँ र म आफैदेखि लुकाउन सक्दिनँ। किन थाहा छ मेरो जीवनमा है बाहेक कुरा कतिलाई पनि है म कति सत्य कुरा कहिले पनि भन्दिनँ है, किनकि मलाई थाहा छ। किन मान्छेको धेरै जोक्स हुन्छ है, धेरैको मलाई केही जोक्स भन्ने कुरा मलाई पटक मन पर्दैन र म कसैको गर्दिनँ पनि है। मलाई गर्नु चाहना पनि छैन त्यस्तो है, किन मलाई म सुहाउँदैन पनि त्यो जोक्स गर्नु पहिल्यैदेखि नै हो। अनि म त गर्दिनँ पनि, किनकि मैले सोच्ने व्यक्ति होइन, म सोच्ने व्यक्ति भइसकेको छु है। त्यसैले म पनि पहिला धेरै सोच्थेँ, तर सोचेर जिन्दगीमा धेरै कुरा मैले गुमाएँ। आज केही कुरा कचाहरू भने म पनि एक समय बिमार धेरै भएको थिएँ, थाहा छ। सायद त्यो ठाउँदेखि है सायद आजको ठाउँमा नि मेरो जहिले म आफैले भन्ने गर्छु है, मेरो ठाउँमा चाहिँ म भएको भए सायद आज यो ठाउँमा खडा हुन सक्दैन थियो। तर मैले यस्तो विश्वास, यति धेरै मैले हिम्मत गरेँ कि सायद मैले पनि त्यो हिम्मत मैले पनि एक समय गुमाइसकेको थिएँ। 100मा सायद 95% त मेरो गइसकेको थियो। 5% मात्रै चाहिँ सायद मेरो जिन्दगीमा जिउने चाहिँ अब उठ्नु बस्नु सक्दैन थियो। मैले यो त देवसँग मैले कतिचोटि भनिसकेको छ, देवसँगले सुन्दा वाक्कै पनि भइसकेको होला सायद। आज सुन्नुहोस्, तपाईँले अझै यो कुरा हिम्मत पाउनुहुन्छ सायद। जति म भन्दैछु सायद यो कुरा म देवसँग पहिले पनि भनिसकेको छु, तर यहाँबाट सुन्नुहोस्, तर यहाँबाट तपाईँले धेरै कुराहरू अझै बुझ्नुहुन्छ। अनि म पनि है 21 र 22 कुरा मात्रै गर्नु चाहन्छु, त्यो हुँदा अगाडिको कुरा पछाडि कुरा गर्नु चाहन्न। 21सम्म है जिन्दगीमा मैले ठिकै थिएँ, म राम्रो थिएँ, तर पनि मैले कति कुरा मैले उहाँसँग तर मैले त्यो कुराहरू बुझ्नु चाहेन है। अनि म यति कष्ट भएको थिएँ बिमारमा है। थाहा छ म बिमार सबैलाई लाग्छ जिन्दगीमा बिमार भन्ने कुराहरू सबै हेर्दा सायद राम्रो हो, तर हरेक व्यक्तिको भित्र चाहिँ कष्ट र दुःख भन्ने कुरा हुन्छ है। मेरो पनि थियो है, तर मैले कति पनि भन्दिनँ है। म त उहाँले भन्छ त्यो म चिन्ता र फिक्री मबाट सधैँ, त्यसैले म उहाँलाई सबै उहाँमा राख्छु है। म कसैलाई म यस्तो भयो त्यस्तो भयो कसैलाई पनि भन्दिनँ पनि है। मलाई भनेर के कति भन्छ है, तिमीहरूको दुःख बाल्यो भने हल्का हुन्छ अरे भन्छ, तर मलाई चाहिँ लाग्छ है हल्का त हुँदैन जस्तो लाग्छ, धेरै किल्ला चाहिँ हुँदो रहेछ भन्ने मैले अलिकति बुझ्न पाएँ है। अब त्यो अवस्था यति अवस्था छ है, सायद मैले अस्ति पनि यहाँ कतिले भन्दै थिएँ म त मर्ने अवस्था पुगिसकेको थिएँ। सायद मैले जिउँछु भने मैले भने 5% मात्रै पनि थिएन मसँग। त्यति साह्रो अवस्था पुगेको थिएँ। एकदम दिदीको थिएँ, उहाँ एल्डरली आमा हुन्थ्यो, उहाँ घरमा बस्थेँ म है। उहाँलाई पनि भन्दैछु दिदी किन दुःख गर्नुहुन्थ्यो है, तपाईँ ढुक्क मलाई ढुक्क बोल्नु त केही देऊ न, म छुट्टी भएपछि त राम्रै हुन्छ भने सबै हुन्छ है। सबैले भन्ने गर्छ है, मरेपछि त दुःख दुख्छ भन्छ धेरै, मरेपछि त ढुक्कै हुन्छ धेरै भन्छ होइन। मलाई पनि त्यो कुरा सोच आयो कि यस्तो बेलामा ढुक्क हुन्छ भन्ने मलाई त्यो कुरा आयो। मैले त अब जिउँछु भन्ने मैले सोचेको पनि थिएन है। त्यो अवस्था भइसक्यो है। लास्टमा अवस्था हुँदा त्यतिकै म अरू एकदम छोटकरी भन्न चाहन्छु, कुनै दिन समय पाएछु म अरू पनि भन्नु, तर एकदम छोटमा भन्न चाहन्छु। हुन्छ तपाईँ सुन्नुहोस्, अघि मैले टाइम भइसकेको छु, ध्यान दिएर सुन्नुहोस्। यहाँबाट तपाईँले केही मैले मिल्नुहुन्छ। अनि मसँग है हिम्मत पनि थिएन है। अनि यति साह्रो बसेको ठाउँदेखि उठ्नु नसक्ने, त्यहाँदेखि त्यहाँ जानु पनि मलाई कसरी बोकेर लानु पऱ्यो सोच्थेँ है। मैले पनि केही सपना सोचेको थिएँ, सायद मेरो सपना यतिकै रहेको रहेछ भन्ने मैले पनि सोच्थेँ। म त्योभन्दा अगाडि चाहिँ पहिलादेखि मान्छेलाई हिम्मत दिन्थेँ है, मर्नु हुँदैन, हिम्मत गर्नुपर्छ, संसारमा बल्ल जिएको मान्छे हो। अब जस्तो भयो नि अब म जिउनुपर्छ, हिम्मत मर्ने चाहिँ कष्ट नगर, मर्ने चाहिँ कहिले पनि नसोच्नु। मैले धेरैलाई भन्थेँ, कति मर्ने मान्छेहरू पनि
मैले भनेको कुराले उनीहरू जीवनमा फरक पनि छ है। अनि त्यो कुरा मैले धेरैलाई भन्थेँ पनि है। अब लास्टमा मेरो जीवन त्यस्तो भयो है। मर्ने कस्तो पुगेँ सोच्थेँ, मैले केही सोच्थेँ पनि त्यस्तो त एउटा सोच्थेँ मठमा ढुक्यो हुन्थ्यो भन्ने सोचेँ। तर यति साह्रो फास्टिङ बस्नु नसक्ने आजकल त अहिले पनि भन्छु, आजकल चाहिँ मलाई के हुन्छ अहिलेसम्म, तर म चाहिँ त्यो समय फास्टिङको बस्नु नसक्ने थिएँ। खालि नाइट फास्टिङ बेलुका खाएँ 6 बजी त्यो बिहान खाइहाल्थेँ। दिउँसो त 6 बजीदेखि 7 बजीभित्र पनि म सक्दिनँ थिएँ फास्टिङ गर्नु। म आधी घन्टा पनि म सक्दिनँ थिएँ फास्टिङ बस्नु। त्यति साह्रो मलाई कष्ट भयो, बस्नु नसक्ने। खालि सुतेको सुते है, उता सुते है, सुत्नु पनि अब उल्टा पनि सुत्नु नहुने, अलिकति हल्लिनु नहुने, त्यति अवस्था पुगेको थिएँ है। सायद आज कसरी बाँचेको थिएँ है म है। आज म खुसी छु है, उहाँले मलाई जीवन दिनुभयो। त्यसैले म रमाउँछु हरेक दिन है। यो मौका चाहिँ सायद हर कहिले पाउनु सक्दैन होला जस्तो लाग्यो, किन यो चाहिँ मेरो जीवन दिनुभयो। प्रभुले बोनस लागेको हो, यो अफर लागेको हो। त्यसरी म उहाँको हरेक दिन है जीवन लैन्जेल चाहिँ उहाँको है सेवा गर्ने मेरो जीवन धेरै विश्वास बढेको छ है। अनि मैले भने म फास्टिङ बस्नु नसक्ने है। आजकल त धेरै फास्टिङ गर्नु, मतलब फास्टिङ बस्नु पाए पनि हुन्थ्यो जस्तो लाग्छ। आज खुसी लाग्छ आज पास। त्यो टाइममा त आधी घन्टा पनि मैले नसक्ने, 6 बजीदेखि 7 बजीसम्म पनि मैले फास्टिङ बस्नु नसक्ने। 5 मिनट आज 5 मिनट, भोलि 5 मिनट गर्दै बनाउँदै मैले फास्टिङको लिस्टलाई मैले बढाएँ। सायद मलाई फास्टिङ बस्नु पनि पुरा फास्टिङ भनेपछि मलाई पुरा छ है, जिउ के हुन्थ्यो भन्दै त्यो कारण हिम्मत आयो। मैले हिम्मत पनि हाइसकेको थिएँ। अनि एउटा गीत आयो है, मैले पहिला भन्छु रोजाको गीत आयो। मलाई त्यो रोजाको गीतले मलाई धेरै उच्च दिए, हिम्मत दिए है। सायद त्यो गीत तपाईँ सुन्नु पनि भयो है। त्यो गीत पनि मैले त्यो गीतबाट म धेरै रोएँ पनि। त्यो गीतबाट मैले धेरै सायद त्यो गीत मैले पहिला सुनेँ, त्यति साह्रो मैले त्यो गीतलाई मैले वास्तै गरिदिएँ है। अनि जब त्यति मैले त्यो गीतलाई सुन्दै जाँदाखेरि त्यो गीतले मलाई एउटा हिम्मत दियो है। त्यो गीत तपाईँलाई थाहा छ होला है, आजकलले घरमा आउँछ भन्ने गीत है। त्यो गीत मेरो बेस्ट गीत है। त्यो गीतले चाहिँ मलाई धेरै जीवन दिएको छ है। परदेशी चाहिँ त्यो सहर खोज्दै धार्मिकताको धरतल रोज्दै अनुग्रहले डोराउँछ अब तिमीलाई भन्ने गीत है। उहाँको हातसँग हिँड्दाखेरि है त्यो गीत मजा लाग्छ। त्यो गीतले मलाई जससँगै भए त्यो 95 भएको एक्चुअली 40% आइगयो। हिम्मत धेरै आधी पनि बेसी हिम्मत आयो है। अब धेरै त्यहाँबाट अलिक उपवास गर्ने, प्रार्थना गर्ने, यस्तो ढल्केर बस्नु नहुने मान्छे अलिकति ढल्केर है प्रार्थना गर्ने व्यक्ति भए है। अनि अलिकति भयो नि हिँड्ने व्यक्ति भए। अलिकति हिँड्नु पनि मैले भने नि यतादेखि उता सर्नु पनि मलाई बोकेर लानु पर्थ्यो, थाहा छ है कतिलाई। अनि नभए त्यो गीतले मलाई 1 पहिला 2 पहिला सार्नु लगाए सारे। तर मैले त्यो गीत पनि सुन्थेँ। त्यो गीतले मलाई पुरा हिम्मत दियो है। यति त्योसँग छ भने चाहिँ माथि कुरा मात्रै खोज्ने भने मैले संसारमा धेरै कुरा खोजे पठाएँ, मैले केही पाएन। तर मैले त्यहाँबाट माथि कुरा मैले खोज्ने हिम्मत गरेँ है। त्यहाँबाट मैले धेरै कुरा मैले उच्च हिम्मत पाएको छु है। त्यहाँबाट मैले चाहिँ अनि के भन्छ त्यहाँबाट हिम्मत मैले प्रार्थना गर्नु फास्टिङमा मैले यहाँ पाएँ, हिम्मत पाएँ। त्यहाँबाट मैले जीवनमा धेरै कुरा पाएँ। जो अहिले 21 को लास्ट डिसेम्बरदेखि त्यहाँबाट मैले धेरै कुरा त्यहाँबाट मैले जस्तो 2022 लाग्यो। मैले पौला भएसँग औ यो जीवन मलाई जस्तै होस्, तपाईँ मलाई जीवन दिनुभयो, मलाई फेरि बचाउनु भयो, मलाई फेरि छुटकारा गर्नुभयो चाहिँ अब चाहिँ एक दिन पनि मेरो लाइफमा चाहिँ तपाईँको महिमा हुनु मलाई जति मैले पहिला गल्ती गरेँ अब चाहिँ मेरो जीवनमा त्यस्तो नहुने छैन भने मैले यति लास्ट मौका मैले पौला मागेँ है। राम्रो 4 दिनुहोस् मैले त्यहाँबाट मैले त्यो आँट पाएँ। जस्तै 22 लाग्यो नि मैले सिधै मैले प्रभु ईश्वर देखेँ। मैले तपाईँलाई पहिल्यै भनेको छु है, मैले देखेको छु, देखेँ पनि। त्यहाँबाट फास्टिङ 2022 मा मैले बेसी हेरेँ। मैले फास्टिङ कम्ती बस्यो भन्दा पनि 200 सायद 190 200 खेप कति 200 दिन त कति फास्टिङ बसेर होला है। 180 दिन चाहिँ मैले गरेको याद छ फास्टिङ चाहिँ। त्यहाँबाट उता कति गरेँ याद छ। अगस्तमा चाहिँ मैले 180 दिन चाहिँ मैले फास्टिङ बसेको छु 2022 मा। त्यहाँबाट मैले वर्ष लागेको चाहिँ त्यहाँ उता त कति अगस्तमा बसेको, त्यहाँ उता त कति बसेको त्यो थाहा छैन मलाई चाहिँ। अनि मेरो आजकल त धेरै फास्टिङ कम्ती हुँदैछ है। महिनामा बेसी कम्ती भनेको चाहिँ 8 दिन मात्रै हुन्छ है, नभए त 10-12 पुग्छ है। कम्ती भनेको त 8 दिन हुन्छ। 8 दिन चाहिँ कन्फर्मै हो, नभए कहिले 12-13 पुग्छ है। अनि मैले त्यहाँबाट है मैले धेरै मैले त्यहाँबाट मैले सोच्ने भयो नि, त्यहाँ सोच्ने व्यक्ति भएर है। त्यहाँबाट यस्तो त्यहाँबाट त्यस्तो भन्ने कुरा पहिला सायद मसँग गाउँ घरमा समाजमा सायद पुरा मिल्थ्यो, गफ मिल्थ्यो क्या त। यस्तो ठिकै थियो, सल्लाह ठिकै थियो, सल्लाह ठिकै मिल्थ्यो क्या। आजकल पुरै मिल्दैन, किनकि आजकल त म
म चाहिँ त्यो कुरातिर लाग्दैन है। संसार कुरातिर यति जाँदैन, बोल्छु 2-3 शब्द बोल्छु, तर 10 मिनट जसमा बोल्छु, तर म भित्र सम्झाइहाल्छ है, भित्र बोल्नु जस्तो याद यस्तो त यस्तो बोल्नु हुँदैन भन्दाखेरि भित्र म त अब भित्र मलाई मनमा थाहा भइहाल्छ है, जो पवित्र आत्माले मलाई भन्छ है, नबोल भन्छ है, बोल्दैन। अर्कोतिर लगिहाल्छु, म घुमाइहाल्छु कुरा चाहिँ, मान्छे भन्छ योसँग त कुरै मिल्दैन भन्ने हाल्छ। ठिकै छ, किनकि भिन्दै र जीवन जिउने नै त्यही तरिका भएपछि कुरा मिल्दैन रहेछ है। त्यो दिन त धेरै मिल्दो रहेछ, त्यो दिन त धेरै मिल्छ सबैसँग है। त यसको यो दिन त मिल्दैन, कुरा मिल्दैन, गफ मिल्दैन है, धेरैले भन्छ है। सायद त्यो दिन पनि नुहालाई पनि भन्यो, सायद नुहा त पक्ला भयो होला, नुहा त पक्ला भएछ, पागल भएछ भन्ने भन्थ्यो होला। सायद आजकल भन्छ होला, मलाई धेरै यसको लागि बिमार भयो, यस्तो भयो, त्यस्तो भयो भनेर मलाई केही आपत्ति छैन है। म खुसी छु है, किन उहाँ प्रेममा चाहिँ यति धेरै पागल भएछु सायद, किन पागलको कुरा कसैले सुन्दैन रहेछ है। त्यसै मलाई उहाँ प्रेममा चाहिँ उहाँको पक्षमा यति धेरै है मलाई प्रेरणा पाएको छु, त्यसै मैले हिम्मत पाएको छु है। 2022 मलाई यति धेरै देखाउनु भएको दर्शकले, 2022 मलाई देखाउनु भएन है, 22-23 मलाई यति धेरै देखाउनु भएछ। मसँग समय छैन त्यो दर्शनहरूको लागि भन्नुको लागि, तर मैले त्यही दिन आँट पाएँ। बाहिर एउटा घटना छ है, एउटा अगम्ब दर्शन, उसलाई पनि एउटा पर्मिसन दिनुभएको दर्शन दियो, उसले पनि दर्शनलाई चाहिँ भन्नु सकेन, ऊ चाहिँ भन्दिनँ, उसले सायद डरायो होला, सायद डराएको थियो होला कि या के भएको थियो त्यो थाहा भएन मलाई। तर उसले चाहिँ त्यो भन्नु सकेन, उसको भित्र यति वचनको आगोले उसलाई भित्र जलेको थियो है। ऊ चाहिँ भन्दै तर ऊ चाहिँ भित्र उसले जबसम्म उसले वचनले बोलेन, त्यो भनेन, उसले अगमन बोलेन, उसको जीवनमा शान्ति कहिले भएन है। सायद आजकल मलाई त्यस्तो हुन्छ है, त्यो कुरा किन नभनेको है, भने है। मैले 2022 देखि मैले सोचेको पुरा थामिरहेको छु है, त्यो दिन मलाई भन् त मैले भनेको छुइनँ है। तर मैले मैले भनिहालेँ, किनकि कसैले बुझ्दैन, कसैले सुन्दैन है। मैले भने म भित्र भएको सत्य कुरा चाहिँ अब मैले भने नि मसँग के कुरा कमजोर छ भने पनि मान्छेले बुझ्दैन रहेछ है। अनि ढाक्ने व्यक्ति छ भने पनि ढाक्नेको कहिले पनि पत्याउँदैन है। तर गल्ती कहिले नगर्नुहोस् यो भन्न चाहन्छु। गल्ती तपाईँले एउटा गल्ती गर्नु भने त्यो गल्तीले तपाईँलाई माथि चढ्नु कहिले पनि पुग्नुहुन्न, त्यो गल्ती तपाईँ तल झारेकै गर्नुहुन्छ। त्यसरी जिन्दगीमा मेरो एउटा गल्ती होइन, धेरैवटा गल्ती थियो, तर पनि त्यो गल्तीले है अगाडि बढ्नु कहिले सकेन। अलिकति के गर्नुपर्छ, यो यस्तै हो त्यो त्यस्तै भन्नु थालेन। तर प्लिज तपाईँलाई जरुरी होस् बुझ्नेहरू है, तपाईँले सुन्छ, किनकि म तपाईँले यो कुरा भन्न चाहन्छु, एउटा भएछ नि, कसैले सुनेर सिक्छ, कसैले भोगेर सिक्छ। त्यसैले यो कुरा चाहिँ मैले भोगेर सिकेको छु, यो कुरा मलाई मजाले आएको छ, त्यस तपाईँलाई भन्दैछु। तपाईँले सुन्नुहोस्, सुनेर सिक्नुहोस्, त्यो चाहिँ राम्रो हो। मैले यो कुरा जिन्दगीमा भोगेर सिकेको छु, तपाईँले चाहिँ अब कसरी सिक्नुहुने त्यो तपाईँले जानु, किनकि यो कुराहरू चाहिँ मलाई अनुभव पुरा याद छ है, कसरी जिन्दगी कटाउनु पर्ने, कुनको कपाले है। अनि मैले त्यो 2022को घटनालाई मैले यति धेरै मध्येको, त्यही कारण म चाहिँ आजकल पहिला म वचन बोल्नुलाई धेरै डराउँथेँ पनि साह्रो पर्थ्यो है। तर आजकल त मलाई खुसी लाग्छ, किनकि 10 देखि 15 मिनटभित्रमा कुन चाहिँ टपिकबाट, कुन चाहिँ भरबाट, कुन चाहिँ ठाउँ कस्तो प्रकारले वचन बोल्नुपर्ने, 10 मिनटदेखि मलाई 15 मिनटभित्रमा वचन आउँछ है। सायद म त घमन गरेको होइन, तर म चाहिँ अलिकति प्रार्थना गरेँ भने मलाई कुन चाहिँ खण्डबाट कहाँबाट बोल्नुपर्ने, कसरी बोल्नुपर्ने है, मलाई खुसी लाग्छ। मान्छेले सायद एक हप्ता दिँदा पनि म त तयारी छुइनँ होला, कहिले छुइनँ होला, एक दिन अगाडि दिँदा पनि म त तयारी छुइनँ होला भन्छ। तर म चाहिँ त्यस्तो लाग्दैन है, किनकि म चाहिँ 10 देखि 15 मिनटभित्रमा म चाहिँ म त यति साह्रो वचनमा मैले भने पागल भइसकेको है। तर म कुन चाहिँ कहाँबाट कसको लागि केको लागि बोल्नुपर्ने, कहाँ बोल्नुपर्ने है, म यति धेरै उहाँले दिनुभएको छ, मलाई धेरै देखाउनु भएको दर्शनहरू छ। तर मसँग टाइम छैन। यौन 9:10 को प्रभुले भन्नुभएको छ त्यो घटनाहरू यो पुस्तकमा आउँदिन पुरा हुँदैछ है। 2022 मैले भनिसकेको थिएँ, धेरै भनिसकेको थिएँ मैले, संसारमा यति कुराहरू बढेर जान्छ है, अनेकहरू अब हुने सबै भइसकेको थिएँ। मलाई यति मैले पहिला भने अप्रिल फुल मनाउँछ, मैले पहिला भने सायद जति पनि उठेर भन्छु 1 मिनट 2 मिनट समयमा गीतको, किनकि मैले गीत गाउने बाहनाले के प्रभुले भनेको कुराहरूलाई मात्रै राख्न चाहन्छु, यहाँ राख्थेँ है। तपाईँलाई थाहा छ, बोल्नुभन्दा अगाडि गीत गाउनुभन्दा अगाडि मैले केही शब्दहरू बोल्थेँ, तर त्यो चाहिँ गीत गाउने एउटा उयो मात्रै हो। तर मैले चाहिँ त्यो मैले भनेको अलिक 2-3 मिनट चाहिँ मैले टाइम चाहिँ किन राखेको थिएँ, प्रभुले देखाउनु भएको दिनुभएकोलाई मात्रै हो भन्थेँ, किन हामीको हात समय छैन। मैले भने केही समयमा हामी त माछा जस्तो भइरहेको छ, हामीलाई बल्छीले हामीलाई पुरा बोलाइराखेको छ, मैले पनि भनिसकेको थिएँ। हामीलाई धेरै सुताइसकेको छ, सायद कतिले बुझ्नुभयो होला, कतिले बुझ्नु भएन। सायद मैले पहिला भने थिएँ, जन्ममा ठुलो रुख लड्यो ठुलै आवाज आउँछ, सानो रुख लड्यो भने सानै आवाज आउँछ। सायद तपाईँलाई यो कुरा पहिल्यै भनिसकेको छु है। हामी माछा खाने व्यक्ति बन्छ, काँडा हामी चाहिँ माछा औडेको हामी आफै खाने सक्नुपर्ने हुन्छ। मैले पहिल्यै भनिसकेको छु है, यो कुराहरू सायद तपाईँले कति बुझ्नुभयो होला। समय हामी थाहा थियो 2029 या 30
28 सुरु हुन्छ सायद त्यो घटनाहरू सायद त्यो कुरा मसँग टाइम छैन 2029 देखि 30 भित्रमा चाहिँ हाम्रो हातको समय चाहिँ ल सायद भन्छ है 28 देखि सुरु हुन्छ सायद 28 देखि सुरु भएर कम्ती हुन्छ तर 1930 मा चाहिँ हाम्रो हातको समय लान्छ त्यसैले तपाईँ जहिले भन्छु हाम्रो समय छैन सायद समय हुँदाखेरि तपाईँ जे गर्नुहोस् किनभने मलाई प्रभुले भनिसकेको छ 2022 मैले भनिसकेको छु अनि अन्यकालले म यति साह्रो चिजबिजको दामहरू बढेर जान्छ मैले पहिला पनि भनिसकेको थिएँ सायद यस्तो जसले खाने किनेर खानु सक्दैन है यति धेरै दाम बढेर जान्छ सायद मान्छेले सोच्नु पनि सक्दैन त्यो दामहरू है मैले पहिला पनि भने 2 किसिमको मानिस हुन्छ मैले जहिले भन्छु यहाँ उठेर है 2 किसिमको मानिस 2 किसिमको जग छ बाइबलमा है यो घटना म पछि साइडसम्म पाएपछि भन्नु ल अनि मैले कतिचोटि भनि पनि सकेको छु अनि दुई किसिमको मान्छे हुन्छ सायद त्यो मान्छे तपाईँले याद छ कस्तो खाले हुन्छ मलाई मैले धेरै देखाइसकेको छ वचनको खण्डबाट वचन पुस्तकबाट पेज पुस्तकबाट धेरै देखाएको छ सायद मैले भने नि मलाई बोल्नु आँट आएन है मैले किनकि मैले भने मसँग के कुरा कमजोरी थियो त्यो कुराहरू मलाई बोल्नु आँटेन आज जेसै होस् भनेर मैले चाहिँ एउटा आँट हिम्मतले भने मान्छे सुन्नुहोस् या सुन्नुहोस् किनकि बस्नु भने जसको काम चाहिँ सुन्नुहोस् भन्ने गर्छ है तर मैले आज भनिदिएको छु है आज किनकि त्यो दिन है मेरो पनि चाहिँ त्यो दिन हुँदाखेरि तर मैले भनेको थिएँ किन भनिस् भन्ने हुन्छ है त्यति मलाई पनि तँ यो कुरा भन् मैले देखेको छु यसो कस्तो हुन्छ म देखेको छु है सायद मलाई राम्रोसँग भन्ने कुरा है सायद म पनि डराएको थियो थाहा दिन देख्दाखेरि चाहिँ कस्तो हुँदो रहेछ सोचे कस्तो हुन्छ होला भन्ने अब कति कुरा हामीले नसोचेको कुरा पनि देखिनु पर्दो रहेछ है सायद म चाहिँ अब सधैँ देखेर हात त भयङ्कर भन्नु पऱ्यो पनि होइन सायद यो कुरा मलाई देखाएको है त्यो कुरा दर्शनहरू धेरै देखाएको छ सायद मसँग टाइम छैन है सायद के भन्नु तपाईँलाई आज तपाईँ हिम्मत गर्नुहोस् हिम्मत नहाल्नुहोस् म चाहिँ प्रेयर प्रार्थना त्यहाँ 2022 देखि मेरो प्रार्थना छ कि यो चर्चमा चाहिँ यति धेरै रोगीहरू आउँदै गर्दा नि त्यो चर्चबाट निस्केर जाँदाखेरि चाहिँ सँगै भएर जानुपर्छ भन्ने मैले चाहिँ यति धेरै प्रार्थना गरेको त्यो दिनदेखि है जस्तो मान्छेहरू सायद लगरहरू आउँदै गर्दा पनि कसैले प्रार्थना नगर्छ चर्चभित्र बस्नुदेखि नै निको भएर जाओस् भन्ने मैले प्रार्थना समय है आज चर्चको यति धेरै मेम्बर बढोस् है भन्ने कुरा मैले चाहिँ प्रार्थना छ है यो अब अनि लट्ठी कसै लट्ठी देख्दै आउँदै गरी जाँदाखेरि लट्ठी बिना जानु सकोस् कसै आउँदै सहारा आउँदै गर्दा सहारा बिना जानु सकोस् भन्ने कुरा मेरो चाहिँ प्रार्थना छ हरेक दिन है मेरो प्रार्थना त्यो दिन 2022 देखि मलाई जीवन दिनुभएको त्यहाँबाट मेरो यो प्रार्थना छ प्रभुसँग है यो चर्चमा लागि हरेक ठाउँको लागि पनि मेरो प्रार्थना छ है त्यो दिन चाहिँ म डराउँथेँ पास्टर बाबुसँग डराउँथेँ हरेक चर्चको अब हामी हरेकसँग मेम्बरसँग डराउँथेँ कसैले देख्दा कि कसैले के पो भन्छ कि भन्ने म चाहिँ लुक्दै हुन्छ डराउँदै हुन्थेँ सायद म आजकल डरै लाग्दैन क्या कसैसँग या कसको अवदान होस् या जोस पाक्छ म डर लाग्दैन मलाई डर लाग्छ प्रवेश मात्रै डर लाग्छ त्यो दिन म प्रवेश डर भयो सायद आज दिन म कुन अवस्था हुन्थ्यो थाहा छैन तर मैले त्यो दिन गएँ प्रवेशमा डरेँ सायद मान्छेसँग लुक्थेँ पास्टर बाबुसँग लुक्थेँ हरसँग लुक्थेँ त होइन रहेछ पास्टर बाबुसँग लुक्नु होइन रहेछ मान्छेसँग लुकेपछि मान्छेसँग डराएपछि सबै कुरा ठिक हुँदो रहेछ त्यति म मान्छेसँग डराउनु पर्दो रहेछ है अनि हुन्छ है अनि मलाई जे भन्छ चाहिँ है मान्छेले मलाई हिर्काओस् मारिन मारोस् कुटेन कुटोस् म हिँड्ने बाटो छेक्नु छेकोस् मलाई जे पनि भनोस् तर उदाहरण यीशु बाहेक त्यो काहीँ पनि छैन यो चाहिँ म विशेष गर्न चाहन्छु है अनि उहाँले भन्नुभएछ आकाशमुनि र पृथ्वीमाथि बाहेक हरेक प्राणीले भुवा टेक्नुहोस् एउटा यस्तो नाउँ छ त्यो नाम चाहिँ JESU जिजस आमेन जाए नि म लास्ट एउटा है त म हिम्मत दिएको चाहिँ त्यहाँ मलाई चाहिँ डर लाग्छ है म चाहिँ एउटा डाइरेक्ट भन्छु